महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित पागल उहाँको आज जन्म तिथिको अवसरमा वाचन गर्ने प्रयास गर्छु। जरुर साथी म पागल, यस्तै छ मेरो हाल। म शब्दलाई देख्दछु, दृश्यलाई सुन्दछु, वासनालाई स्वाद लिन्छु, आकाश भन्दा पातला कुरालाई सुन्छु। ती कुरा जसको अस्तित्व लोक मान्दैन, जसको आकार संसार जान्दैन। म देख्दछु ढुङ्गालाई फुल, जब जल किनाराका जल चिप्ला ती कमलाकार पाषाण चाँदनीमा स्वर्गकी जादुगर्नी मतिर हाँस्दा पत्रिएर नम्रिएर झल्किएर बल्किएर उड्दछन् मुख पागल झैँ, फुल झैँ एक किसिमका चकोर फुल। म बोल्दछु तिनसँग जस्तो बोल्दछन् ती मसँग, एक भाषा साथी जो लेखिन्न, एक भाषा साथी जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न। जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा साथी, छाल छाल। जरुर साथी म पागल, यस्तै छ मेरो हाल। तिमी चतुर छौ म बाचाल, तिम्रो शुद्ध गणित सूत्र हर हमेसा चलिरहेको छ। मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ। तिमी 5 इन्द्रियले काम गर्छौ, म 6औँले। तिम्रो गिदी छ साथी मेरो मुटु, तिम्रो गुलाब फुलाई गुलाब सिवाय देख्न सक्दैनौ। म उसमा हेलेन र पद्मिनी पाउँछु। तिमी बलिया गद्य छौ, म तरल पद्य छु। तिमी जान्दछौ जब म पग्लन्छु, तिमी सग्लन्छौ जब म धमिलो बन्छु। र ठिक त्यसैको उल्टो तिम्रो संसार ठोस छ मेरो बाफ, तिम्रो बाक्लो मेरो पातलो। तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ। सपनालाई समात्न खोज्छु, म सपनालाई समात्न खोज्दछु जस्तो तिमी त्यो चिसो मिठो अक्षर काटेको पाण्डिकीको बाटुलो सत्यलाई। मेरो छ बेग काँडाको साथी तिम्रो सुनको र हिराको। तिमी पहाडलाई लाटा भन्दछौ, म भन्दछु बाजाल। जरुर साथी मेरो एक नसा ढिलो छ, यस्तै छ मेरो हाल।